दर्शकबिन तपाईलाई अहिले मैले देखाइरहेको छु यहाँ नेपाल प्रहरीको ठुलो संख्यामा भिड लागिरहेको छ। यहाँ किन भिड लाग्यो भन्ने कुरामा चाहिँ म तपाईलाई प्रश्न पार्न गइरहेको छु। यहाँ सार्वजनिक जग्गा मिचेर बनाइएका 8 तले भवनदेखि टहरासम्म बालेन सरकारको डोजरले भत्काइरहेको अवस्थामा यहाँ उतापट्टि भर्खरै अघि मात्र हामीले देखिरहेका थियौँ 8 तले भवन भत्काएर 5 तले भवन पनि भत्काएर अब 1 तले टहराहरू भत्काउन बालेन सरकारको डोजर अघि बढिसकेको छ भने त्यहाँ घर टहरामा बस्ने व्यक्तिहरूले आफ्नो सामानहरू हटाउन हतार गर्दै गरेको दृश्य हामीले देखिरहेका छौँ र तपाईहरूलाई पनि मैले देखाइरहेको छु। तपाईहरूले यहाँ देखिरहनु भएको छ एक तले घरको छतमा धरी प्रहरी आएर माइकिङ गरिरहेका छन्। तपाईहरू यहाँबाट हटिदिनुस् भनिरहेका छन्। त्यति गर्दै गर्दा पनि त्यहाँका घर टहरामा बस्ने बासिन्दाहरूले आफ्नो सामानहरू सार्न निकै हतार गरिरहेका छन् भने अहिले केही समयको लागि भए पनि डोजर एकछिन रोकिएको दृश्य अहिले तपाईलाई मैले देखाइरहेको छु भने त्यहाँका बासिन्दाहरू आफ्नो सामान सार्नमा एकदमै अघि सरिरहेका छन् भने केही व्यक्तिले सामान बोकेर हिँडिसकेका छन् भने केही व्यक्तिले सामानहरू सडकमा लगेर थुपारिरहेका छन्। यो एकदमै खतरनाक फिल्मी शैलीमा बालेन सरकारले सुकुम्बासीलाई हटाएरै छड्ने भएका छन्। दर्शक महानुभावहरू, सुकुम्बासीलाई व्यवस्थित गर्ने हिसाबले चाहिँ सरकारले सार्वजनिक जग्गामा बनाइएका भौतिक संरचना घर टहराहरूलाई चाहिँ भत्काइरहेको छ। मैले तपाईलाई यो दृश्य देखाइरहेको छु। सरकारले केही दिन अगाडि गरेको निर्णयले फटाफट काम भइरहेको दृश्यहरू मैले तपाईलाई देखाइरहेको छु। सरकारले एकदमै तीव्र गतिमा काम गरिरहेको छ। सरकारले थापाथली सुकुम्बासी बस्ती हटाइसकेको छ भने बालाजुका केही सुकुम्बासी बस्तीहरू पनि हटाइसकेको छ र अनामनगरको धोबी खोलाको सुकुम्बासी बस्ती अहिले यतिखेर हटाउँदै गरेको दृश्य मैले तपाईलाई देखाइरहेको छु। दर्शक महानुभावहरू।